अनि को हो र यतिखेर फोन हान्ने? ओ कलाउटे सिजनले तेरो बा बोलेको नमस्ते सर। हो अरे म यहाँ गुल्मीको डिएससी बोल्दैछु के। गुल्मीको डिएससी? पन्जाबको तपाईँ कहाँबाट बोल्दै हुनुहुन्छ? म काठमाडौँबाट। काठमाडौँ कुन ठाउँ? म काठमाडौँबाट बोल्दैछु त। अनि तपाईँ को हो र? अनि फेरि काठमाडौँबाट त ठाउँबाट राजधानी भयो त डिस्ट्रिक्टको नाम भन्नु लोकेसन बता कहाँ हो? को हो तपाईँ पहिला भन्नु न। अरे त मिडियामा आएर त धेरै भाइरल नबन कि तेरो मेरो बङ्गाल झार्न पर्ने हो, मेरो दाँत झार्न पर्ने मलाई थाहा छ कि त राम्रोसँग त्यो बता कहाँ बसेको लोकेसन बता। अरे काठमाडौँ, म काठमाडौँ बसेको छु त। अनि तपाईँ को हो पहिला भन्नु न। अनि होइन काठमाडौँको ठाउँ त होला नि, काठमाडौँको बानेश्वर छ, कोटेश्वर छ, बुद्ध छ, अनि चक्रपथ छ, अनि गौशाला छ, कहाँ होला भन् त? म सेतो पुल हो। सेतो पुल भने कहाँ हो? अब कहाँ भनिदिन्छ अनि मैले? अनि तपाईँ को हो पहिला यस्तरी मुख छाडेर बोल्ने? तपाईँ डिएसपी होइन? होइन तिमी भिडियोमा आउँछौ, मिडियामा बोल्छौ, तिमी के तिम्रो अवगत गर्छौ? हामीले तिमीलाई हामीले विदेशबाट मसिनसम्म पायौ होइन, सिआइडी काम तिमीको। अनि के न पनि फेरि यतिखेर राति कति बजे थाहा छ? फोन हानेर के भन्नुभएको थियो तपाईँले? पछि त गाउँको भाषा बोल, गुल्मीको भाषा बोल, नयाँ काठमाडौँको भाषा नबोल फेरि, बुझ्यौ नि? ल ल अनि अनि के गर्नु? के त अनि के हुन्छ त मलाई? होइन त के हो हिरो बनेको जस्तो मैले 2-4 दिन भाइरलले बनायो, हिरो बनेको तेरो 70 परेको त्यो तेरो अवकाश कति के छ त भन्छ त कोस कति भन्नु? राखी सोच्ने जस्तो म लिएर सो काटेमा काटेन भने त म मर्दाको छोरा कति भन्नु? राखी सोच्ने जस्तो म लिएर सो काटेमा काटेन भने त म मर्दाको छोरा कति भन्नु? राखी सोच्ने जस्तो म लिएर सो काटेमा काटेन भने त म मर्दाको छोरा कति भन्नु? राखी सोच्ने जस्तो म लिएर सो काटेमा विशाल नेपाल अर्को कुन चाहिँ कसैको मोबाइल टिभीमा पनि अर्को भिडियोमा अडियो छ एकदमै मैले सुनिदियो अडियो होइन, एकदमै धेरै बेरसम्म यति मुख छोडेको छ, मारिदिन्छु भनेको छ, मारिदिन्छु भनेको छ होइन। हाम्रो तेजेन्द्र परियारले उहाँको मिसेसलाई पनि यति मान्छेलाई यति मुख छोडेको छ, सुन्नै नसकिने मुख। र उसले चाहिँ प्रहरीको डिएसपी अब के भने अब प्रहरीको अब चाहिँ डिएसपी गाँसको डिएसपी भनेर त्यसरी भनिहाल्दा चाहिँ काट्दिन्छु मारिदिन्छु लोकेसन बता भन्छु राको छोरा भनेर जो गरिरहेको छ होइन। त्यही भएर हामी आज अहिले बेलुका भइसक्यो, अहिले हामी साइबरमा हाल्दैछौँ र भोलि हामी टेकु परिसरमा पनि हाल्छौँ, तिनकुले चौकीमा पनि हाल्छौँ। काटेन भने चाहिँ म मर्दाको छोरा कति भन्नु? अब चाहिँ डिएसपी गाँसको डिएसपी भनेर त्यसरी भनिहाल्दा चाहिँ काट्दिन्छु मारिदिन्छु लोकेसन बता भन्छु राको छोरा भनेर जो गरिरहेको छ होइन। त्यही भएर हामी आज अहिले बेलुका भइसक्यो, अहिले हामी साइबरमा हाल्दैछौँ र भोलि हामी टेकु परिसरमा पनि हाल्छौँ, तिनकुले चौकीमा पनि हाल्छौँ। र यो मान्छे को रहेछ यसलाई हामी सानोदेखि गराएरै सार्छौँ। साइबरको प्रहरीहरूले पनि सहयोग गर्नुहुन्छ भन्ने मैले गुनासो दिएको छु। के छ त्यसमा भन्दिँदैन। अब त्यही हो, अब पुरै माघ अब रका यस्ता होइन। अब चाहिँ गालीहरू डेन्जर गाली। अब रातिको 10:30 बजे ठ्याक्कै टाइमिङ पनि चाहिँ 10 बजेर उसले चाहिँ फोन काट्दाखेरि 39 मिनट भएको रहेछ रातिको। अनि चाहिँ रेकर्ड छ होइन, हामीले अब त्यो रेकर्ड चाहिँ दिन्छौँ। अब तपाईँहरू सुनिहाल्नुभयो होइन। त्यो त्यस्तो गाली त अहिलेसम्म कसैले